यदि तपाईँहरू पनि युट्युबर बन्न चाहनुहुन्छ, यदि तपाईँहरूलाई पनि आजसम्म एआई भिडियो बनाउन आउँदैन भने यो भिडियो तपाईँका लागि। म तपाईँहरूलाई आज फ्रीमा एआई भिडियो अनलिमिटेड त्यो पनि फ्रीमा र अनलिमिटेड बनाउन सिकाउनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। सो हेलो साथीहरू, नमस्ते, मेरो नाम चेतन पन्त। तपाईँहरूलाई स्वागत छ चेतन क्रिएसन युट्युब च्यानलमा। आज मैले तपाईँहरूका लागि यो भिडियो लिएर आएको छु, फ्रीमा अनलिमिटेड एआई भिडियो कसरी बनाउने भनेर। भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने मलाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरेर साथ सहयोग गरिदिनु होला, किनभने मैले यस्तै भिडियोहरू हजुरहरूको लागि ल्याइरहेको हुन्छु। सो भिडियो स्टार्ट गरौँ। सबभन्दा पहिले यहाँ तपाईँहरूले मेरो मोबाइल देख्न सक्नुहुनेछ। यहाँ मेरो मोबाइलको मैले स्क्रिन लाइभ सेयर गरेर तपाईँहरूलाई बताउँदैछु। यो सबभन्दा पहिले के गर्ने भने तपाईँहरूले आफैले पनि प्रम्प्ट लेख्न सक्नुहुन्छ या तपाईँहरूले च्याटजिपिटीसँग पनि प्रम्प्ट माग्न सक्नुहुन्छ। सो मैले चाहिँ च्याटजिपिटी ओपन गरेँ, तपाईँहरूले पनि च्याटजिपिटी ओपन गर्नु होला। तपाईँले कमेडी, फन्नी होइन मोटिभेसनल कस्तो भिडियो चाहिँ बनाउन चाहनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँमा भर पर्छ। सो मैले चाहिँ मोटिभेसनल आलुको एउटा स्टोरी मागेको छु, च्याटजिपिटीले त्यो स्टोरी दियो अनि मैले त्यो प्रम्प्टलाई कपी गरेर अब कपी गरिसकेपछि यहाँबाट असली गेम सुरु हुन्छ। म तपाईँहरूलाई देखाउँछु, हेर्न सक्नुहुन्छ। अब त्यसपछि युट्युब ओपन गर्ने धेरै झन्झट केही पर्दैन, न कुनै एप चाहिन्छ, न क्रेडिट, न चाहिँ कुनै क्रेडिट दिनुपर्ने हुन्छ भन्ने केही झन्झट हुँदैन यसमा। सो तपाईँहरूले यसलाई युट्युब ओपन गर्नु होला, किनकि हामीले सारा काम युट्युबबाटै गराउनेछौँ र युट्युबले नै गर्नेछ। सो युट्युब ओपन गरिसकेपछि युट्युबको त्यो प्लस भन्ने बटनमा क्लिक गर्नु होला। प्लस भन्ने बटनमा क्लिक गरिसकेपछि तपाईँहरूले यहाँ तल सर्टमा क्लिक गरिसकेपछि यहाँ माथि एउटा एआईको लोगो हेर्न सक्नुहुन्छ। त्यो लोगोमा क्लिक गर्नु होला। त्यो लोगोमा क्लिक गरिसकेपछि तपाईँसँग तीनवटा यहाँ माथि अप्सन आउँछन्। क्रिएट भिडियोमा क्लिक गर्नु होला। क्रिएट भिडियोमा क्लिक गरिसकेपछि तपाईँले यहाँ तल डिस्क्राइब योर भिडियोमा क्लिक गरेर आफूले च्याटजिपिटीबाट कपी गरेको प्रम्प्ट यहाँ पेस्ट गर्नुपर्ने हुन्छ। पेस्ट गरिसकेपछि तपाईँहरूले याद राख्नुपर्ने मुख्य कुरा के हो भने यो युट्युब सर्टबाट 10 सेकेन्डभन्दा बढीको भिडियो बन्दैन। र अनि महत्त्वपूर्ण कुरा के छ भने युट्युबको सर्टबाट भिडियो क्रिएट गर्दाखेरि पहिलो लेटर जहिले पनि इङ्ग्लिस राख्नुपर्छ। इङ्ग्लिस नराख्यो भने त्यो प्रम्प्ट हामीले सेन्ड गर्न सक्दैन। सो मैले चाहिँ एनिमेट राखेको छु, तपाईँहरूले पनि एनिमेट या तपाईँले अन्य कुनै पनि राख्न सक्नुहुन्छ। सो एरोको बटनमा दबाएर सेन्ड गरिदिनु पर्ने हुन्छ। अब एकैछिन रोक्नुहोस्, 2 मिनट पनि लाग्दैन, 2 मिनटभित्रै तपाईँको भिडियो रेडी भएर आउँछ। सो त्यतिन्जेल तपाईँले च्यानललाई सब्सक्राइब, लाइक गरेर साथ सहयोग गर्नु होला भन्न चाहन्छु। सो तपाईँहरूले हेर्न सक्नुहुन्छ, यहाँ भिडियो रेडी भइसकेको छ। यो भिडियो हेर्नुहोस्। धन्यवाद। एउटा सानो आलु माटोभित्र थियो। उसले हार मानेन, मेहनत गर्यो, त्यसैबाट ठूलो व्यवसाय सुरु भयो। उसले करोडौं कमायो। जन्म होइन, मेहनतले मानिसलाई सफल बनाउँछ।